साथीहरु सम्पूर्णमा नमस्कार। म आरआर अवस्थी आइक्यू सेसन लिएर उपस्थित भइसकेको छु तपाईहरुको अगाडि। आइक्यू सेसन अन्तर्गत हामीले भर्बल रिजनिङ अन्तर्गत नै रहेर अस्ति टपिक 1 सिरिज भन्ने सिद्ध्यायौं र आज टपिक 2 सुरु गर्दै छौं। अब के कति सकिन्छ है। टपिक 2 मा हामीले एनालोजी समरूपता भनेको रूप हेर्दाखेरि सम भनेको बराबर उस्तै भन्ने बुझिन्छ, सेम मिल्ने र यस्तोमा कस्तो प्रकृतिका क्वेशन हुन्छन् भन्ने कुरा हो। र हामी यस्तो गर्छौं, यस्तोमा प्रश्नहरूको प्रकृति समरूपता भन्ने च्याप्टरमा प्रश्नहरूको प्रकृति कस्तो हुनेछ भने A:B B के रे ल C:D अथवा A ले B सँग जुन किसिमले सम्बन्ध राख्दछ C ले D सँग त्यही किसिमको सम्बन्ध राख्नु पर्दछ भन्ने मान्यता हो समरूपताको मान्यता है। बीचमा रेशियोको डबल चिन्ह हुनेछ। A:B A ले B सँग जुन किसिमको सम्बन्ध राख्दछ C:D C ले D सँगको सम्बन्ध त्यसै किसिमले स्थापित गर्नु पर्दछ भन्ने मान्यता के हो त? यो सम्बन्ध यहाँको सम्बन्धसँग सेम हुनुपर्छ। फेरि एउटै होइन नि, समरूपता भनेको सम्बन्ध एउटै हुनुपर्छ भन्ने होइन, तर सेम हुनुपर्छ, उस्तै हुनुपर्छ भन्ने कुरा हो। फेरि A ले B सँग जसरी राख्नुपर्छ A C हुनुपर्छ र B D हुनुपर्छ भन्ने मान्यता चाहिँ होइन। यी फरकै हुन्छन्, है, फरक नै हुन्छ। तर A को सम्बन्ध B सँग जसरी स्थापित भएको छ C को सम्बन्ध D सँग पनि त्यसरी नै स्थापित हुनु पर्दछ भन्ने मान्यता एनालोजीको हो। यो बाहेक अन्य मान्यतामा आधारित हुँदैन। यो यस्तो प्रश्न आउँदाखेरि चाहिँ A सँग B को सम्बन्ध के छ, C सँग D को सम्बन्ध त्यसरी नै हुनु पर्दछ भन्ने मान्यता हो। र यसमा आजसम्म कस्ता प्रकृतिका क्वेशन आछन्, कस्ता आउन सक्छन् भन्ने कुरा त एउटा भयो। हामी कस्ता बेसिसमा रहेर यस्ता क्वेशनहरू बनेका हुन्छन् भन्ने कुरा चाहिँ सुरुवात गर्छौं आज है। जस्तो उदाहरणको लागि ल यो टाइप्स है, कस्ता टाइपका क्वेशनहरू कमा है, यस्ता क्वेशनहरू हुन सक्छन् कि जस्तो alphabets having number of straight lines, alphabets having number of straight lines है। यसको मतलब के हुन्छ भने ABCD मा कुनै अल्फाबेटहरु क्यापिटल ABCD को कुरा गर्दैछौं हामी, क्यापिटल लेटरको कुरा गर्दैछौं। ABCD मा यस्ता अल्फाबेटहरु हुन सक्छन् जसमा स्ट्रेट लाइनहरु हुन सक्छन् र प्रकृति सेम हुन सक्छ है। जस्तो हामीले स्पेशल फोकस गर्ने यस्ता अल्फाबेटहरु कुन हुन् भनेपछि A है, त्यसपछि E F H I K L M N T V W X Y र Z
यस्ता अल्फाबेटहरूमा नम्बर अफ स्टेट लाइनले बनेका छन्। स्टेट लाइनहरू मिलेर बने, यसमा कर्व लाइनहरू कुनै पनि छैनन्। यी अल्फाबेटहरू यसमा एउटा, दुईवटा र तीनवटा, यसमा चारवटा, यसमा तीनवटा है, यसमा तीनवटा, यसमा तीनवटा, यसमा तीनवटा, एउटा, दुईवटा, तीनवटा है, यसमा दुईवटा, यसमा चारवटा, यसमा तीनवटा, यसमा दुईवटा स्टेट लाइनहरू है, एउटा स्टेट लाइन, दुईवटा दोस्रो, यसमा दुईवटा, यसमा कतिवटा, चारवटा, यसमा दुईवटा, फेरि यसमा चारवटा बुझ्ने होइन नि, 1 2 3 4 भनेर बुझौँला हामी। यो पुरै एउटा हो, यो दोस्रो हो, दुईटा, यसमा पनि यो आधी छ, यही x जस्तो त हो, यति मेटायो भने त y बन्छ के अरे, भने यो पुरै भएन, त्यसमा यो आधी भयो, 1.5वटा भयो भन्ने होइन नि फेरि है। टर्निङ नलिँदासम्म एउटा सानै भयो पनि त्यो एउटा स्ट्रेट लाइन चाहिँ हो नि। स्ट्रेट लाइन यत्रो भयो भने स्ट्रेट लाइन हो, यति लामो भयो पनि स्ट्रेट लाइन हो है। त्यही भएर यो आधी भयो स्ट्रेट लाइन भन्ने, कतिलाई आधी भन्ने, त्यो आधी भन्ने कुरा चाहिँ हुँदैन। स्ट्रेट लाइन भनेपछि जत्रो भयो भने त्यो एउटा स्ट्रेट लाइन हो टर्निङ नलिँदासम्म। अनि यो एउटा, दोस्रो यो एउटा भनेपछि दुईटा र यसमा 1 2 3वटा हो। यस्ता स्ट्रेट लाइन भएका अल्फाबेटहरू हामीले बुझ्नु पर्यो है। कुरा क्लियर छ? स्ट्रेट लाइन भएका अल्फाबेटहरूको अब यिनीहरूको सम्बन्ध हेर्नु पर्यो। यिनीहरूको सम्बन्ध कस्तो आउन सक्छ क्वेसन भनेपछि, जस्तो अब इक्जाम्पलहरू हेरौँ है। इक्जाम्पलहरूमा जस्तो यहाँनिर ए लेखेर यहाँनिर एफ लेखिदिन सक्छ है, बुझ्नुभयो? ए लेखेर एफ लेखिदिन सक्छ है। यहाँ एल लेखेर यहाँ वाट दिन सक्छ, ए लेखेर एफ लेख्न सक्छ, एल लेखेर वाट दिन सक्छ। अब यस्तो अवस्थामा हामी पहिलो प्रायोरिटी त नम्बरिङ नै गर्छौं है। पहिलो प्रायोरिटी त हाम्रो हेबिट नम्बरिङ नै गर्ने छ। तर मैले भने पहिलो प्रायोरिटी अब योलाई राख्नु होला एनालोजीमा। कोलाई राख्नु होला त? यदि क्वेसन भरि है, क्वेसन भरि नम्बर अफ लाइन वाला अल्फाबेटहरू छन् भनेपछि, स्टेट लाइन वाला अल्फाबेटहरू छन् भने स्टेट लाइनले पहिलो प्राथमिकता लिन सक्छ। स्टेट लाइनले पहिलो प्राथमिकता लिन सक्छ। यदि त्यो किसिमको मिलेन भने नेक्स्ट अर्को गरौँला। स्टेट लाइनले पहिलो प्राथमिकता लिन सक्छ। त्यसको मतलब कतिवटा स्टेट लाइन मिलेर बनेका छन्? कतिवटा स्टेट लाइन मिलेर बनेका छन्? 3वटा। ए भनेको 3वटा स्टेट लाइन मिलेर बनेको छ। एफ भनेको कतिवटा स्टेट लाइन मिलेर बनेको छ? 3वटा। 3वटा स्टेट लाइन मिलेर बनेको छ। यदि त्यस्तो हो भने एल भनेको 2वटा स्टेट लाइन मिलेर बनेको छ। 2वटा स्टेट लाइन मिलेर बनेको छ। र अब एल सँग आउने टर्म के हुन सक्छन् त सम्भावित एन्सरहरू भनेपछि एल त भइ नै हाल्यो, एल त आइ नै हाल्यो। अब भने यो दुईटा हुन सक्छन्, यो दुईटा हुन सक्छन्, यो दुईटा हुन सक्छ, यो दुईटा भने एन्सरमा जे पनि हुन सक्छ। एउटा टी पनि हुन सक्छ, दुईवटा। किन त्यस्तो? 3वटा स्टेट लाइन वालाको सम्बन्ध 3वटा वालासँग नै छ भने, 3वटा स्टेट लाइन वालाको सम्बन्ध 3वटै स्टेट लाइन वालासँग छ भने 2वटा स्टेट लाइन वालाको सम्बन्ध 2वटै स्टेट लाइन वालासँग हुनुपर्छ। अब एउटा त एल हो भने त्यस्तो, अर्को को हुन सक्छ? टी हुन सक्छ, अर्को के हुन सक्छ? बी हुन सक्छ, अर्को के हुन सक्छ? एक्स हुन सक्छ, एक्स हुन सक्छ, र अर्को के हुन सक्छ? वाई हुन सक्छ। यति एन्सर हुन सक्छ है। 3वटाको 3वटासँग सम्बन्ध छ भने 2टाको 2टासँग सम्बन्ध हुन सक्छ। एक बुझ्नुभयो यहाँसम्म? इक्वल वाला पनि हो। अब अर्को यो 1 नम्बर अर्को उदाहरण पढौं। जस्तो ए को सम्बन्ध मानव कोसँग छ भने एल सँग छ। ए को सम्बन्ध मानव कोसँग छ? एल सँग छ। स्टेट लाइनै बनिरहेछन्, ए को सम्बन्ध एल सँग छ।
भने यहाँ एम को सम्बन्ध यहाँ व्हाट सोध्न सक्छ। ए को सम्बन्ध एल सँग छ भने एम को सम्बन्ध व्हाट सोध्न सक्छ। अब हामीले के भनेका छौँ, यताको सम्बन्ध उता हेर्ने होइन, यताको सम्बन्ध यतैसँग हेर्ने हो, जसले क्लु दिन्छ हामीलाई यसको सम्बन्ध योसँग पत्ता लगाउनको लागि। भने यसमा कतिवटा स्ट्रेट लाइन छन्? 3 वटा। कतिवटा स्ट्रेट लाइन छन्? 3 वटा। एमा 3 वटा। एलमा कतिवटा स्ट्रेट लाइन छन्? 2 वटा। एमा 2 वटा स्ट्रेट लाइन छन् हो। यदि त्यस्तो हो भने एममा कतिवटा स्ट्रेट लाइन छन् त? 4 वटा। एममा 4 वटा छ। बुझ्नुभयो बुझ्नु भएन? भने अब यसको सम्बन्ध योसँग के छ त भन्ने कुरा के छ भने के छ त? ए को सम्बन्ध एल सँग 3 वटाबाट 2टामा झर्यो, माइनस 1 स्ट्रेट लाइन भयो। 1 स्ट्रेट लाइन कम छ त्योसँग, यसको भन्दा 1 स्ट्रेट लाइन योसँग के छ? कम छ। पछि भोलि बढी पनि हुन सक्ला नि, फेरि बढी हुँदाखेरि फेरि यहाँ ए को ठाउँमा डब्लु हुन सक्छ। बुझ्नुभयो बुझ्नु? बढी पनि त स्ट्रेट लाइन हुन सक्छ है। हो त्यस्तै। अब भने यसको एउटा स्ट्रेट लाइन कम आउनु पर्यो भने 3 वटा स्ट्रेट लाइन वाला हुनु पर्यो। 3 वटा स्ट्रेट लाइन वाला को हुन सक्छन् भने ए नै पनि हुन सक्छ। अब हेर्नुहोस् है, ए नै पनि उत्तर हुन सक्छ, एफ उत्तर हुन सक्छ, एच उत्तर हुन सक्छ। सबै उत्तरमा दिँदैन नि फेरि, एउटा दिन्छ, अरू बाँकी एक्स्ट्रा कुरा अरू दिएला। यिनीहरू मध्ये एउटा दिन सक्छ है। एच हुन सक्छ, आई हुन सक्छ, के हुन सक्छ, त्यसपछि एन हुन सक्छ र जेड हुन सक्छ। यसको एन्सर यति हुन सक्छ। कसरी बुझ्यौ? अल्फाबेट्स हेभिङ नम्बर अफ स्ट्रेट लाइन्स वाला क्वेसन चाहिँ यो क्लियर। यस्ता अल्फाबेटहरू जसँग स्ट्रेट लाइनहरू मात्रै भएका हुन्छन् तिनीहरूको रिलेसन यसरी पनि आउन सक्छ, र जुन नम्बर अफ यसको पोजिसनले डिटरमाइन गर्दैन कि त्यसमा भएका नम्बर अफ स्ट्रेट लाइनहरूको सम्बन्धले चाहिँ के गर्छ? डिटरमाइन गर्छ यो कुरा। जस्तो यसमा इक्वल थियो, 3 को 3 थियो, यहाँ 4 अक्षरवाला कुनै मानौ एम भएको भए यहाँ पनि 4 अक्षरवाला के नै हुनु पर्थ्यो? या त ई हुनु पर्थ्यो या त के हुनु पर्थ्यो? डब्लु हुनु पर्थ्यो। 4 अक्षरवाला हामीले देखिसक्यौँ त यहाँ कुन कुन हुन सक्छन् भनेर। हो त्यस्तो कुरा चाहिँ है। एल छ भने 2 अक्षरवाला छ भने 2 अक्षर, किनभने यता यसले योसँग कसरी सम्बन्ध राखेको छ? नम्बर अफ स्ट्रेट लाइन 3 छन्, योसँग पनि 3 छन् भने योसँग नम्बर अफ स्ट्रेट लाइन 2 छन्। यो त दिएकै कुरा हो भने योसँग पनि नम्बर अफ स्ट्रेट लाइन 2 वाला चाहियो। 2 वाला हो भनेपछि 3 को 3 हो भने 2 को 2 हुनु पर्यो। तर 3 को 2 बनिया छ भने 4 को पनि त कति हुनु पर्यो? 3 हुनु पर्यो। 1 घट्नु पर्यो नि त। यहाँ पनि त -1 हुनु पर्यो, हो कि होइन? हो यसरी अल्फाबेट्स हेभिङ नम्बर अफ स्ट्रेट लाइन भएका अल्फाबेटहरूको सम्बन्ध एउटा हुन सक्छ। यो क है, राम्रोसँग बुझ्यौँ, सायद बुझ्नु पनि पर्यो है। अब हामी अर्कोमा अब नेक्स्टमा जान्छौँ। अर्कोमा के हुन सक्छ भने कस्तो रिलेसन हुनुपर्छ भने रिलेसन है हेभिङ इक्वल नम्बर अफ अल्फाबेट। बुझ्नुभयो नै? नम्बर अफ अल्फाबेट्स रिलेसन यस्तो आउन सक्छ कि रिलेसन्स हेभिङ इक्वल नम्बर अफ अल्फाबेट भनेको अल्फाबेटको संख्या बराबर भएका सम्बन्धहरू, बट चेन्ज इन देयर पोजिसन।
यस्ता टाइपका क्वेसन पर्छ। सम्बन्ध यस्तो हुन सक्छ कि सेम अल्फाबेट रिपिट भएका हुन सक्छन्, इक्वल नम्बर अफ अल्फाबेट्स, इक्वल नम्बर अफ अल्फाबेट नभनौँ, यस्तो सम्बन्ध रिलेसन इक्वल एन्ड सेम भनौँ। नम्बर अफ अल्फाबेट्स, इक्वल एन्ड सेम नम्बर अफ अल्फाबेट्स है। कस्तो सम्बन्ध हुन सक्छ दोस्रो भनेपछि इक्वल एन्ड सेम नम्बर अफ अल्फाबेट हुनु पर्यो। इक्वल भनेको 4 वटा अल्फाबेट ए मा छन् भने 4 वटै अल्फाबेट बी मा पनि हुनु पर्यो। तर बट चेन्ज इन देयर पोजिसन, ए बाट बी मा तिनीहरूको पोजिसन चेन्ज हुनु पर्यो। पोजिसन तल माथि हुनु पर्यो, अगाडि पछाडि हुनु पर्यो, लेफ्ट राइट हुनु पर्यो, पोजिसन चेन्ज हुनु पर्यो। बुझ्नुभयो कुरा हो। यो टाइपको क्वेसन दोस्रो है। यसमा हामीले नम्बरिङ गरेर काम छैन। नम्बरिङ गरेर यस्तो टाइपको क्वेसनमा काम छैन। यस्तो टाइपको क्वेसनमा के गर्ने त भनेपछि रिलेसन इक्वल नम्बर पनि हुन्छन्, सेम नम्बर पनि हुन्छन्, इक्वल एन्ड सेम नम्बर अफ अल्फाबेट बट चेन्ज इन देयर पोजिसन। जस्तो इक्जाम्पलमा जस्तो मनै छु एउटा RAVI रवि। बुझ्नुभयो? RAVI रवि। अब AI, आजकल त AI को जमाना छ। AI हैन, VR, RAVI AIVR। ल हेर्नुहोस् त, यसमा 4 वटा अल्फाबेट, यसमा 4 वटा अल्फाबेट, यसमा पनि कतिवटा अल्फाबेट? 4 वटा अल्फाबेट। 4 वटा अल्फाबेट इक्वल नम्बर आए अनि सेम, SAME सेम अल्फाबेट यहाँ पनि सेम छन् है। R पनि छ, A पनि छ, I पनि छ, V पनि छ, सेम छन्। 4 वटा छन्, सेम छन्, तर पोजिसन के छ? पोजिसन चेन्ज छ। पोजिसन के छ त? पोजिसन चेन्ज छ। जस्तो RAVI है, रवि, यसको पोजिसन के आयो भने ल ए सुरुमा आयो, ए सुरुमा आयो। जस्तो RAVI, यो 1 2 3 4, यो कहाँ गयो? ए कहाँ गयो त? ए सुरुमा आयो। 1 2 3 4 मा यो ए सुरुमा आयो, A1 मा आयो। अनि दोस्रोमा आई आयो, दोस्रोमा आई आयो, 4 को वाला यहाँ आयो, आई आयो हो, दोस्रोमा गयो। बुझ्नुभयो? बुझ्नुभयो? भी कहाँ गयो त? भी तेस्रोको तेस्रोमा, भी त्यहीँको त्यहीँ छ, भी त्यहीँको त्यहीँ छ, भी चेन्ज भएको छैन। र ए कहाँ गयो, के अरे आर कहाँ गयो त? आर लास्टमा गयो, आर लास्टमा गयो है। बुझ्नुभयो? बुझ्नु भएन? यो राम्रोसँग बुझ्नु। आर कहाँ गयो? लास्टमा गयो, चौथो ठाउँमा है, यहाँ आर गयो। बुझ्नुभयो? बुझ्नु भएन? ए कहाँ गयो? सुरुमा गयो, फर्स्टमा है। भी कहाँ गयो? जहाँको त्यही छ, तेस्रोको तेस्रोमै छ है, भी तेस्रोको तेस्रोमै छ। आई कहाँ गयो? चौथोको सेकेन्डमा आयो, चौथोको सेकेन्डमा आयो। यस्तै गरेर मानौ अब एउटा ल 4 अक्षरकै लिउँ, 5 अक्षरको भए पनि हुन्छ, किनभने अल्फाबेट सेम भयो भने चाहिँ अक्षरले फरक पार्दैन है। जस्तो SI
MA सीमा रविको अल्फाबेटहरू अगाडि पछाडि भयो रविको अल्फाबेटहरू अगाडि यसको सम्बन्ध योसँग हेर्ने ए को सम्बन्ध बी सँग सिंगल सिंगल रेसियोको A:B हो अल्फाबेट सेम भन्या कुरा के छ इक्वल अल्फाबेट हुनु पर्यो सेम अल्फाबेट हुनु पर्यो तर पोजिसन चेन्ज हुनु पर्यो अब यहाँको पोजिसन जसरी चेन्ज भएको छ त्यहाँ पनि हामी पोजिसन त्यही किसिमले चेन्ज गर्छौं भने अब यहाँ व्हाट सोध्यो भने हामीले त आर कहाँ गएको थियौं यही अक्षरहरू यहाँ रिपिट भएको छन् भने त्यही अक्षर रिपिट भएको एन्सर हेर्नु पर्यो है आर कहाँ गयो पछाडि गयो भने एस पनि पछाडि जानु पर्यो एस पनि कहाँ जानु पर्यो पछाडि जानु पर्यो है ए कहाँ गयो अगाडि आ भने आई कहाँ आउनु पर्यो अगाडि आउनु पर्यो आई कहाँ आउनु पर्यो अगाडि आउनु पर्यो भी जस्ताको त्यस्तै के ए भी कहाँ आउने भयो भी तेस्रोमै छ जस्ताको त्यस्तै छ भनेपछि यो हाम्रो त्यसको एम पनि जस्ताको त्यस्तै हाम्रो एम पनि जस्ताको त्यस्तै र यो ए यो आई कहाँ छ दोस्रोमा आछ आई कहाँ छ आई कहाँ छ दोस्रोमा आछ आई दोस्रोमा आछ भनेपछि यहाँ पनि अन्तिमको अक्षर दोस्रोमा आउनु पर्यो ए दोस्रोमा आयो ए कहाँ आयो दोस्रोमा आयो हो यसरी एकदम इजी छ सजिलो टु हामी सजिलोबाट अप्ठ्यारोतिर जाँदैछौँ सजिलोबाट अप्ठ्यारो सुरुमा हामीले दुईटा ख यो कमा चाहिँ हामीले अल्फाबेटको नम्बर अफ स्टेट लाइनबाट बनेका अल्फाबेटहरू पढ्यौं दोस्रोमा हामीले के पढ्यौं भने अल्फाबेट सेम हुन्छन् तर तिनीहरूको पोजिसन चेन्ज हुन्छ भन्ने कुरा पढ्यौं दोस्रोमा के पढ्यौं भने अल्फाबेट सेम छन् तर तिनीहरूको पोजिसन चेन्ज हुन्छ भन्ने कुरा पढ्यौं है अब तेस्रोमा है अब तेस्रो टाइप अब यो दोस्रो टाइपसम्म बुझ्यो है नि त किनभने यसको योसँग सम्बन्ध जसरी छ यसका पनि अल्फाबेटहरू त्यही अगाडि पछाडि भएका हुन् अब तेस्रो टाइपको सम्बन्ध कस्तो होला तेस्रो टाइपको सम्बन्ध कस्तो होला भने ल गर्नु सिरियली याद राखौं दिमागमा राखौं पहिलोमा हामीले अल्फाबेटको के हेर्यौं स्टेट लाइनबाट बनेका अल्फाबेटहरू हेर्यौं दोस्रो चोटि के हेर्यौं भनेपछि अल्फाबेटको नम्बर र पोजिसन इक्वल भएका है नम्बर र पोजिसन इक्वल भएका तर नम्बर र अल्फाबेट सेम भएका नम्बर इक्वल र अल्फाबेट सेम भएका बट तर तिनीहरूको पोजिसन के भएको भनेपछि अगाडि पछाडि भएको भन्ने कुरा पढ्यो तेस्रो सम्बन्ध कॉपी ऑफ रिलेशन copy of coding relation from the copy of coding from the first relation copy of coding from the first relation यस्तो टाइपको क्वेशन आउन सक्छ दैट मीन्स फर्स्ट रिलेसनमा जुन किसिमको सम्बन्ध छ है कोडिङ यसमा कोडिङ डिकोडिङका कुरा आए कोडिङ डिकोडिङमा जस्तो कोडिङमा यसले कोडिङ गरिन्छ भनेर भन्छ नि हो त्यस्तै कोडिङको कुरा आयो कपी अफ कोडिङ फ्रम फर्स्ट रिलेसन जस्तो यसमा के हुन्छ भने जस्तो इक्जाम्पलमा यो हेरौं KATSMANDU काठमाडौँ KATSMANDU काठमाडौँ है
बुझ्नुभयो बुझ्नु भएन? काठमाडौँको पछाडि हामीले लेखिदियौँ EDUCATION एजुकेसन। काठमाडौँको पछाडि के लेख्यौँ? एजुकेसन। अब के छ त यिनीहरूको सम्बन्ध? अक्षर रिपिट पनि भएका छैनन् है, अक्षर रिपिट पनि भएका छैनन्। अब बढ्ने घट्ने कुरा पनि हेर्ने हो भने त्यो पनि छैन। कसरी छैन? मैले त क्वेसन बना भएर छैन, हामी हेरिहालौँ न एकचोटि। यो के भनेको 11, ए भनेको 1, टी भनेको 20, एच भनेको 8, एम भनेको 14, ए भनेको 1, एम भनेको 13 है, 13, ए भनेको 1, एन भनेको 13, डी भनेको 4, यु भनेको 21 है। यिनीहरूसँग के घटबड सम्बन्ध छ कि छैन त्यो हेर्नु पर्यो क्या। ई भनेको 5, डी भनेको कति? ई भनेको 5, डी भनेको कति? 4, यु भनेको 21 है। सी भनेको चाहिँ 3, ए भनेको 1, टी भनेको 20, आई भनेको 9, ओ भनेको 15, एन भनेको 14। अब हेर्नुहोस् है, यसको योसँग कति घट्यो? -6। सुरुको वाला -6 घट्यो है कि होइन? सुरुको वाला कति घट्यो? 6 घट्यो है। दोस्रो वाला 3 बढ्यो, +3, दोस्रो वाला +3, 3 बढ्यो। तेस्रो वाला +1, तेस्रो वाला +1 है, +1 भयो। 20 बाट 21 भयो। 8 बाट अब 5 भयो। चौथो वाला -3, के अरे 8 बाट 3 भयो, -5, चौथो वाला -5 भयो। चौथो वाला के भयो? -5 भयो। चौथो वाला -5 भयो। 8 बाट 3 मा गयो, -5 भयो। पाँचौं वाला 13 थियो, 13 बाट 1 मा आयो, -12 भयो। पाँचौं वाला 13 बाट 1 मा आयो, -12 भयो। छैटौं वाला 1 थियो, 1 बाट 20 मा गयो, +19 भयो, +19 भयो। छैटौं वाला +19 भयो, 1 बाट 20 मा गयो। यो 13 थियो, 13 बाट 9 मा आयो, -4 भयो, -4 भयो है। अनि त्यसपछि 21 थियो, 21 बाट 14 मा आयो, -7 भयो। कुनै केही प्याटर्न समात्यो यसले? 6, 3 हो। या त यस्तो क्वेसनमा के हुनुपर्छ भने अर्को पनि 9 वटा लेटरको ओड। बुझ्नुभयो नि? अब सोध्ने पनि पछाडि पनि 9 वटा लेटरको ओड हुनु पर्यो र ती 9 वटै लेटर यसरी नै घटबड भयो भने त्यो एन्सर हुन्छ। बुझेन? पहिलो कसरी भएको छ त्यसरी, दोस्रो कसरी भएको छ त्यसरी, तेस्रो कसरी भएको छ त्यसरी, पछाडिको पनि यहाँ पनि 9 वटा लेटरकै ओड हुनु पर्यो। के भने 9 वटा लेटरकै ओड यहाँ पनि हुनु पर्यो। बुझेन कुरा? जसरी यिनीहरूको घटी बढी भएको छ, फर्स्टको 6 ले के भएको छ? घट्या छ। दोस्रोको 3 ले के भएको छ? बढ्या छ। तेस्रोको 1 ले के भएको छ? बढ्या छ। चौथोको 5 ले घट्या छ। त्यसरी नै 9 वटै लेटरहरूको घटी बढी भयो भने त्यो वाला एन्सर हुन सक्छ। तर अहिले हामी त्यो फर्मेट पढिरहेका छैन। अहिले हामीले के पढेका छौं भने कपी अफ कोडिङ फ्रम द फर्स्ट रिलेसन। फर्स्ट रिलेसन यसको रिलेसन योसँग जो हुन्छ है, यसको रिलेसन जोसँग हुन्छ त्यसरी त्यहाँ पनि कोडिङ गर्नु पर्यो भनेर पढेका छौं है। र यसमा कपी कसरी गर्न सकिन्छ भने यो कोडिङ दिएर कपी गर्ने होइन, यसैबाट कपी सार्ने हो, यसैबाट सार्ने। अब मैले यहाँ सोध्छु के भने यो चाहिँ अहिले कपी गर्ने कसरी भने त्यस्तो टाइपको क्वेसन कसरी आउँछ भनेपछि अब यहाँ हेरौँ कसरी आउँछ। यसबाट यो
बनेको कुनै केही आधार त्यस्तो भेटिएन, फिक्स रुलमा कुनै केही पनि छैन। सबैमा 2-2 बढेको, सबैमा 2-2 घटेको, सबैमा 1-1 बढेको, सबैमा 1-1 घटेको, अथवा 3-3 बढेको, अथवा 3-3 घटेको, है त्यस्तो हुन्छ। अथवा 1 2 3 4 5 बढेको, अथवा 1 2 3 4 5 घटेको, केही त हुनु पर्यो नि। या त प्राकृतिक संख्याको घटबढ हुनु पर्यो, या त अड संख्याको घटबढ हुनु पर्यो, या त इभन संख्याको घटबढ हुनु पर्यो, या त प्राइम संख्याको घटबढ हुनु पर्यो, या त कम्पोजिट संख्याको घटबढ हुनु पर्यो, या त स्क्वायर नम्बरको घटबढ हुनु पर्यो। यहाँ केही पनि छैन भने यस्तोमा हामीले तेस्रो प्रायोरिटी कसलाई राख्ने भनेको, अब यसमा मैले MATH है, यसमा के गरे, MATH। मैले क्वेसनै के भनेको छु भनेपछि कपी अफ कोडिङ फ्रम फर्स्ट रिलेसन भनेको छु क्या। फर्स्ट रिलेसन भनेको हो नि, फर्स्ट रिलेसन भने यहाँदेखि यो ए हो, यो ए हो, यो के हो, बी हो। यो फर्स्ट रिलेसन हो, ए र बी को रिलेसन हो, ए र बी को फर्स्ट यो रिलेसन हो भने त्यहाँ सोधेको कुरा यो कपीवालामा के हुन सक्छ भने सोधेको कुरा जे छ त्यो ओड यस भित्र हुन सक्छ। त्यो सोधेको कुरा जे छ यहाँ 9 वटा अल्फाबेटको थियो, यहाँ 4 वटा अल्फाबेट भने तेस्रो प्रायोरिटीमा हामीले पहिलो प्रायोरिटीमा नम्बर अफ स्टेट लाइन राख्ने, दोस्रो प्रायोरिटीमा के राख्ने भने अल्फाबेटहरू त्यही आएका हुनु पर्यो तर अगाडि पछाडि हुनु पर्यो। तेस्रो प्रायोरिटीमा के राख्यौं भनेपछि यहाँको रिलेसन जो छ यसमा फर्स्ट जो ए सँग जतिवटा लेटरहरू छन्, ए सँग जतिवटा लेटरहरू छन् सी सँग त्यसकै लेटरहरू आएका हुनु पर्यो। कपी के यहाँबाट कपी गरे आउनु पर्यो। यहाँ बुझ्नुभयो जस्तो यो एम पनि छ, यहाँ यो एम पनि यहाँ छ, ए पनि छ, टी पनि छ र एस पनि छ। ए यही त हो MAT। यति 4 वटा कपी गरे कि मिला, बुझ्नुभयो? यति 4 वटा त्यहाँ सोध्यो के भने त्यसको के होला भनेर सोध्यो भने अब 9 वटा यो थिए, 9 वटा यो थिए, यहाँ पनि 9 वटा र 9 वटा दियो भने घटबडका कुरा हेर्थ्यौं भने यसका अक्षरहरू कपी गरेर त्यहाँ राखियो। कपी अफ अल्फाबेट फ्रम फर्स्ट रिलेसन है, कपी अफ अल्फाबेट फ्रम फर्स्ट रिलेसन कोडिङ अथवा अल्फाबेट भने नि हुन्छ। अल्फाबेट फ्रम फर्स्ट रिलेसनमा भएका अल्फाबेटको कपी गरेर सोध्ने रिलेसन सेकेन्ड रिलेसनमा राखिदियो भने अब यसका यहाँ 9 अक्षरको त 9 अक्षर छ भनेपछि ए को कोडिङ को हो त, ल एम को कुन हो त, एम को कुन हो, ध्यान दिनु है, एम को कुन हो, एम को कोडिङ कुन हो, 1 2 3 4 एम पाँचौं हो भने 1 2 3 4 यो पाँचौं एम को ए भन्यो, एम को कोडिङ को भयो ए भयो। यसैबाट सारेको 9 अक्षरको 9 अक्षर छ, यिनीहरूको रिलेसन के छ भने यिनीहरूमा कुनै नम्बरिङले काम गर्दैन, सिधै एम लाई ए लेखियो, अरु केही गरिया छैन। यदि घटाउने उति बढाउने होइन कि एम लाई ए लेखियो डाइरेक्ट भने हामी यो एम लाई के लेखौं त, ए लेखौं। ए हेडिङकै नाम के हो, कपी अफ अल्फाबेट फ्रम फर्स्ट रिलेसन। फर्स्ट रिलेसनबाट अल्फाबेट कपी गरियो त्यहाँ भने एम लाई ए लेखियो। अब ए लाई के लेखौं त, ए लाई कुन लेखौं, टी लेखौं, ए लाई टी लेखौं, ए लाई टी लेखियो एम ए। अनि टी, अब टी भनेको यो तेस्रो अक्षर हो, तेस्रो अक्षरमा टी भनेको यु भयो, टी भनेको के भयो त, यु भयो, ए टी यु। र त्यस्तै एच भनेको कुन हो त, एमएटी। एच भनेको चाहिँ के भयो त, यु पछि सी, चौथो सी भयो, यु पछि के भयो, सी भयो, यो चौथो हो। कुरा बुझियो भने यो सी। अब यस्तो कहिलेकाहीँ यस्तो टाइपले सोध्न सक्छ, त्यही भएर हामीले सजिलो छ, हामी जटिलतिर गइहाल्छौँ कि हत्तै जटिलतिर गइहाल्छौँ। जटिलतिर जाने सजिलो कुराहरू पहिला हेर्ने। हामीले सुरुमा नम्बर अफ लाइन अल्फाबेटमा रहेका नम्बर अफ लाइन वाला क्वेसन पढ्यौं, त्यो छ कि काहीँ त्यो हेर्ने। यदि त्यो छैन भनेपछि दोस्रोमा के गर्ने भनेपछि सेम अल्फाबेटहरू रिपिट भएका हुनु पर्यो तर पोजिसन चेन्ज हुनु पर्यो। नम्बर अफ अल्फाबेट पनि इक्वल हुनु पर्यो र सेम पनि हुनु पर्यो, पोजिसन चेन्ज हुनु पर्यो। जो RAVI वालामा पढेका थियौं हामीले भर्खरै चेन्ज गरेका थियौं त्यो भयो। तेस्रोमा के भयो भने
कपी अफ अल्फाबेट फ्रम फर्स्ट, पहिलो ए र बी को रिलेसन जो छ त्यसैबाट थोरै केही अक्षर तानेर यहाँ राखिदियो, त्यसैबाट थोरै केही अक्षर तानेर यहाँ राखिदियो है। भने यसबाट पनि अक्षर तानेर त्यहाँ राखिदिउँ, त्यो सम्बन्ध भयो। कपी अफ अल्फाबेट फ्रम फर्स्ट रिलेसन हो, यो कुरा चाहिँ तेस्रो टाइपको कुरा भयो है। अब दोस्रो कुरा, अब अर्को चौथो कुरा, फोर्थ प्याटर्नमा गयौँ हामी। चौथो प्याटर्नमा तीनवटा प्याटर्न क्लियर, कसैले बुझेन भनेपछि अब के गर्ने, यहाँ सोध्ने कुरा भयो है। बुझेन भनेपछि मोबाइल अफ गर्ने, सुत्ने हैन। अब चौथो कस्तो किसिमको सम्बन्ध हुन सक्छ भने, चौथो कहिलेकाहीँ कस्तो किसिमको सम्बन्ध हुन सक्छ भने, जस्तो अस्ति हामीले पढाएको थियौं नि, स्पेशल पर्सनालिटिज, सिटिज हैन, स्पेशल प्लेसेस, कन्ट्रिज हैन, त्यसपछि स्पेशल पिक्स हो, त्यस्तो टाइपको है। जस्तो स्पेशल पर्सनालिटिज है, प्लेसेस, रिलेशंस, त्यसपछि कन्ट्रीज, रिभर्स, पिक्स, इटिसी। यिनीहरूको कहिलेकाहीँ के हुन्छ भने केही पनि मिलेको नहुन सक्छ है। हेर्ने प्रायोरिटी यो पनि हेर्नु पर्यो कहिलेकाहीँ है। सुरुमा सजिला सजिला हेरिहाल्ने, त्यसपछि अप्ठ्यारोमा जाने हो कि। सुरुमा सजिला सजिला हेर्ने, जस्तो अब यहाँ लेखिदिन सक्छ, कहिलेकाहीँ के लेखिदिन सक्छ भने है, अब नेम्स भनौँ न, नेम्स पनि हुन्छ हैन। जस्तो अब कस्तो भने, जस्तो यसको उदाहरण दिँदाखेरि, जस्तो यो POKSARA पोखरा, बुझ्नुभयो नि, पोखरा है। अब यहाँ दिदियो KASKI, कास्की है। अब अहिले पो पोखरा, मैले पढ्दा पो पोखरा, पछि त अब यस्तो देख्ने बित्तिकै हामी त कोडिङमा जान्छौँ र POKSARA 1 2 3 4 5 6 7 अक्षर। अब यहाँ पनि 7 अक्षर खोज्न थाल्छौँ, मिल्दैन है। अब यही अक्षर रिपिट भएका पनि छैनन्, बुझ्नु भएन। अब यहाँ पोखरा लेखिदियो, अब हामी त यो क्यापिटल स्मल लेटरमा लेख्यौँ अथवा इङ्ग्लिस पढ्दैछौँ भने त यसलाई पोखरा बुझ्छौँ, आइकोमा त यो पोखरा बुझिन्न क्या, आइकोमा त हाम्रो दिमाग त्यस्तो जाँदैन है। यो कास्की भन्ने बुझिँदैन के, यो 3 अक्षर छन्, यो 3 अक्षर, यसमा यो फेरि कब आयो, अब यसमा 3 अक्षर छन्, यसमा के अरे 3 स्ट्रेट लाइन छन्, यसमा 3 स्ट्रेट लाइन छन्। अब यहाँ अक्षरै मिल्या छैन, स्ट्रेट लाइन हेरेर के काम छ र हैन। भने कहिलेकाहीँ के हुन्छ भने नामहरू यसरी चाहिँ मिलाएर सोधिदिन सक्छ। अनि त्यसपछि हामीलाई सोधिदिन सक्छ अर्को, नेपालकै कन्टेक्स्टमा कुरा गरौँ, अहिले हामी बाहिर नजाउँ है। त्यसपछि चाहिँ BSARATPUR। अब यो कति, 1 2 3 4 5 6 7, 1 2 3 4 5, कुनै केही सम्बन्ध बन्ला जस्तो छैन कि। मर्ज पनि हुन्छन् र, मर्ज त हुँदैनन् नि, यस्तो सम्बन्ध पनि। अब यसमा 1 2 3 4 5 6 7 8 9, यहाँ 8 थिए, यहाँ 5 थिए, यहाँ 9 थिए है। अब कोही के हुन्छ भने कहिलेकाहीँ केही नमिल्यो भनेपछि यसमा 8 अक्षर छन्, यसमा चाहिँ 5 अक्षरमा घट्यो अनि -3 भयो भने यसमा पनि
अब यो भरतपुरमा 9 अक्षर छन्, यसमा पनि 3 अक्षर घटाएर 6 अक्षरवाला चाहिँ 6 अक्षरवाला खोजौँ। हो, केही नमिल्यो भने हो क्या, त्यही पनि गर्ने। तर त्योभन्दा पहिला कुनै अर्थपूर्ण शब्द बनिरहेछन् भनेपछि त्यो पनि त हेर्नु पर्यो एकचोटि है। भरतपुर, अब भरतपुर भनेपछि त चितवन, भरतपुर भनेपछि चितवन, भक्तपुर होइन, भरतपुर है। हो भने यस्तो कन्सेप्ट त अब केही अर्थ नलागेपछि यस्तो कन्सेप्ट लाउने हो, अक्षर यदि घटे यदि बढ्यो भनेर। नत्र कहिलेकाहीँ हामीले प्लेसका ठाउँ किन, अब पोखरा कहाँ पर्छ भने यो ठाउँ दियो, यो ठाउँ दियो, ठाउँ दियो है, यो ठाउँ दियो, यो चाहिँ के दियो, जिल्ला दियो, जिल्ला दियो। त्यस्तै गरेर यसमा पनि के गर्यो, यो ठाउँ दियो, यो के दियो, जिल्ला दियो। हो, यो कुरा बुझ्नु पर्ने। तेस्रो सम्बन्धमा हामी, चौथो सम्बन्धमा हामीले के पढ्यौँ भने जस्तो ठाउँ, जिल्ला, यस्तै कन्ट्री र राजधानी दिन सक्छ। भोलि काठमाडौँ नेपाल अनि न्यू दिल्ली वाट, अब त्यो पढ्दाखेरि त काठमाडौँ त्यो वर्डले के मिनिङफुल अर्थ दिन्छ कि भनेर पढ्न पर्यो। पहिलो कुरा क्यापिटलै लेटर भयो भने मिनिङफुल अर्थ दिन्छ कि भनेर पढ्नु पर्यो। अब मिनिङफुल अर्थ दिन्छ भने त्यो किसिमको, जस्तो अब यहाँ लेखिदिन सक्छ RAM, राम है, राम। अब SITA, सीता, SITA सीता, रामको सीता भने यस्तै चाहिँ अर्को कुनै नाम दिएर, मानौ रवि, रवि। म त्यसो चर्चित त मान्छे होइन, चर्चित मान्छे त होइन, मानौ बिहा पनि गरे खाइन् फेरि वाट, बुझ्नुभयो, बुझ्नुभयो भने यसको योसँग सम्बन्ध के छ भन्ने कुरा हो क्या। यसको योसँग सम्बन्ध के छ भन्ने कुरा पत्ता लगाउनु पर्यो है। रामको योसँग सम्बन्ध के छ भने यो श्रीमती, मती बिग्रेको, मती बिग्रेको है, रामको श्रीमती सीता भने यस्तै चाहिँ कुनै अर्को सम्बन्ध हुन सक्छ, कुनै अर्को सम्बन्ध हुन सक्छ। मानौ यहाँनिर अब चर्चित व्यक्ति KPOLI है, केपी ओली। अब फेरि त्यहाँ सोध्न सक्छ, यहाँ एन्सरमा सितै दिन्छ अनि रामको पनि सितै, यो 3 अक्षर, यो 4 अक्षर, यहाँ 5 अक्षर, अब त 6 अक्षरवाला खोजौँ भनेर यो 3 अक्षर, यो 4 अक्षरमा गयो। अब यो 5 अक्षर भएको छ, केपी ओली भनेको छ, यो 6 अक्षरवाला खोजौँ भनेर हुँदै है। भने यसको योसँग केही सम्बन्ध छ कि पहिला त्यो हेर्ने हो। पहिला शब्दमै सम्बन्ध बनिहाल्यो भनेपछि अक्षरका कुरा केही नमिल्यो भने कहीँ काम लागेन भने अक्षर योसँग भएका अक्षरका कुरा हेर्ने हो। नत्र चाहिँ अक्षरमा हामीले सुरुमै जानु हुँदैन, सुरुमै अक्षरमा जानु हुँदैन है। हो, त्यसरी चाहिँ भने यसको योसँग सम्बन्ध हो भने यसको पनि यहाँ त सीता नै भन्ने सुनेको थिएँ, सीता नै भन्ने सुनेको थिएँ। केपी ओलीको श्रीमतीको नाम पनि सीता नै हो। यसरी भने श्रीमतीको सम्बन्ध भयो। ल, यसरी आज हामीले 4वटा भेराइटिज अफ क्वेसन पढ्यौं। एनालोजीमा 4वटा भेराइटीका क्वेसन पढ्यौं। सुरुमा के पढ्यौं, अल्फाबेट। सुरुमा अल्फाबेट हेभिङ स्टेट लाइन। दोस्रोमा के पढ्यौं, सेम अल्फाबेट। पढ्यौं। तेस्रोमा के पढ्यौं, कपी अफ अल्फाबेट। र चौथोमा घ नम्बरमा के पढ्यौं भने स्पेशल क्यारेक्टर्स। यो 4 टाइपका क्वेसनहरु आज हामीले पढ्यौं। अब आज मार्कर पनि सकियो, अर्को पनि छैन। आजलाई यति गरौँ।
हस् त अब भोलि हामी एनालोजीकै योभन्दा एडभान्स हुँदै हामी भोलि पर्सिमा सक्नेछौँ। एकदम क्वेसन सरलदेखि बिस्तारै हार्डसम्म हामी गइरहेछौँ। एक किसिमको फ्लो छ। सबैले ध्यान दिएर राम्रोसँग सुरुदेखि भिडियो हेर्दै जानुभयो भने तपाईँहरूलाई आइक्यूमा कुनै ठाउँमा समस्या आउला जस्तो मलाई लाग्दैन। त्यही भएर युट्युबमा पनि मैले भिडियो राखिदिएको छु आफ्नो युट्युबमा। अब यो केही प्राविधिक गडबडी होला, यो म सुधार्दै जाउँला बिस्तारै। हजुरहरू हेर्ने प्रयास गर्नुहोला, बुझ्ने प्रयास गर्नुहोला। नबुझेको सोध्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ है। हस् त आजलाई यति गरौँ। हस् त नमस्कार। हेभ अ गुड डे।